लड्यो होइन, बाइक स्पिडमा चलाएर लड्छ होइन। अनि त्यसपछि हजुरको चाहिँ यति स्पिड कटाउनु हुँदैन, यस्तो हेलमेट लाउनुपर्छ, हेलमेटको बाँध्नुपर्छ भनेर भएन। अब यस्तो हुँदाखेरि चाहिँ हस्पिटलमा पुगेर यस्तोसम्म भएर यस्तो भयो भन्ने चाहिँ हाम्रो चाहिँ अवेरनेसमा ल्याउनु पऱ्यो, सो द्याट अब हरेकचोटि निस्किँदा स्पिड चलाउँदा त्यो याद होस् होइन। त्यही भएर स्कुलमै अनि त्यसपछि कलेजमा प्रोग्रामहरू गर्दाखेरि चाहिँ हामीले यस्तो गर्नु पऱ्यो। अब हजुरले चाहिँ त्यो पिडिएफ त्यो प्रोग्राम चाहिँ त्यो कन्टेन्ट चाहिँ एजुकेसनल कन्टेन्ट हजुरले बनाउनु पऱ्यो भनेर उहाँले कुरा निकाल्नु भयो कि। सो त्यो चाहिँ पहिलाको कुरा थियो, हामीले गऱ्यौँ। स्कुलहरूमा चाहिँ त्यो केसेसहरू कस्तोसम्म भयो, घरबाट लाइसेन्सकै इक्जाम दिनको लागि मोटरसाइकल लिएर निस्केको ऊ जीवन अबको बाँकी जीवनको लागि चाहिँ ऊ अब अपाङ्ग भयो कि है। अब उसले कति त लाइक 6-7 मन्थसम्म त ऊ बोल्न पनि नसक्ने भयो। सो त्यस्तो एक्सिडेन्ट भयो कि ऊ लाइसेन्सको इक्जाम दिन जाने बेला।